वेलकम टु माई लिटल च्यानल। आज मेरो छुट्टी रहेछ, होलिडे रहेछ, कम्पनीमा गएको अनि फर्केको सुनसान बाटोमा हिँड्न मजा लाग्छ। त्यही भएर एक्लै हिँडिरहेको छु, घुमिरहेको छु, कोही छैन साथमा। अब यस ठाउँमा को हुन्छ र है, भयो नि कोही साथीसँग हिँड्दैन, प्रायः जसो एक्लै हिँड्छु, मजा लाग्छ। यहाँ च्यान गाडी छ कि एउटा, चाहिँ यहाँ मान्छे त्यो पुर्ने ठाउँमा कि त्यहाँ हेर्न भनेर आएको म। कहाँनिर छ यहाँतिर, रमाइलो लाग्छ एक्लै भयो नि मलाई। यहाँ तल पानी जमाएको रहेछ कत्रो। ओहो, यो खेतीको लागि त्यहाँ त्यो स्याउहरू खोइ के अङ्गुरहरू के खेती गर्छन् उनीहरूको। अनि पानी जमाएको रहेछ यहाँ, कत्रो ठुलो ताल नै बनाएर राखेको रहेछ। कहिले आएको थिएन, म काम गर्ने उयो माथि हो, उयो माथि हो, तैपनि यही मुनि यस्तो राम्रो ठाउँ छ भनेर थाहा थिएन। आज छुट्टी रहेछ, होलिडे रहेछ भन्दा नि भनेन, अनि हिँडेको एक्लै बोर लागेर। फेरि मलाई एक्लै हिँड्नलाई अति मजा लाग्छ नि हौ। के गर्नु विदेशतिर है, आफ्नो कोही हुँदैन पो, आनन्दले एक्लै हिँड्छु, त्यस्तो केही लाग्दैन। ठिक छ, म त्यहाँ उहाँ मुनिपट्टि माथिबाट देखेँ कि त्यो मान्छेहरू गाड्छन् नि, च्यान भन्छ कि के भन्छ क्रिस्चियनहरूको। म त्यहाँ जाँदैछु, यहाँतिर कहाँ छैन चाहिँ माथिबाट देख्थ्यो, त्यहाँ गएर हेर्नु पऱ्यो भनेर हिँडेको। एक्लै यहाँतिर यस्तो छ, जस्तै रिसाइकल सिसाहरू, पुरानो फोहोरहरू के, अब काठहरू छुट्टै फाल्ने ठाउँ हुन्छ यस्तरी के ठाउँ। यहाँ काठहरू केही भयो भने यहाँ फाल्छ, उतातिर सिसाहरू भयो भने, कागजहरू फाल्नु पऱ्यो भने अर्को ठाउँमा छ, त्यस्तो ठाउँ हुन्छ क्या यहाँ फाल्ने। यहाँ रहेछ च्यान गाडी, वाह, यिनीहरूको मान्छे पुर्ने ठाउँ। यसरी आफ्नो च्यान हुन्छ अरे। हेलो, मेरो कम्पनीको मेरो कम्पनीको बुनुहरू कस्तो माया लाग्दो छ नि यो। उनीहरूको मरेपछि यसरी च्यान बनाउँछन्, आफ्नो ऊ हुन्छ, घर जस्तै भनौँ न। यहाँको 10,000 युरो रे एउटा यस्तो एउटा च्यान किनेको भन्दा नि ठाउँ किनेर अनि यसरी बनाउँछन्। 10,000 युरो रे, यस्तो छ। तलैसम्म छ, तलैसम्म। हेर्न आयो नि। म अझै उतैसम्म जान्छु, परैसम्म छ, परैसम्म छ। मेरो कम्पनीको त्यहाँ माथि हो क्या, त्यो कम्पनीको बुनुहरू त्यहाँ गफ गरिरहेको रहेछ। अर्को साथीहरू पनि छ नि त्यहाँ, त्यहीँ बस्नेहरू छ, इजिप्टको साथीहरू। अनि त्यही भएर काम छैन रहेछ, काम गर्नु भनेर आएको हामी कम्पनीमा। आज होलिडे रहेछ। ल हेर्नुहोस्, यसरी बनाउँछन् यहाँको।
यहाँ तल चाहिँ जान मिल्छ कि मिल्दैन मलाई थाहा छैन, नभए त भित्रै गएर हेर्न हुन्थ्यो। भित्र जान हुँदैन होला, हुन्छ कि हुँदैन हो थाहा छैन। बाटो त छ तल जाने त्यताबाट आउनलाई। यहाँ यस्तो बस्ने ठाउँ छ है, यसरी चट्ट लाएर म बस्छु एकछिन यहाँ। आनन्दले बस्छु। मान्छेले हेर्दो रहेछ, के हेर्न आएको होला भन्नाले मलाई यसो के हेर्न आएको होला भने होला बिचराहरू। त्यहाँ उसको के अरे गाडीमा गयो, त्यो च्यान घारीतिर गयो कि बिचराहरू। त्यो उयो गरे होला कि आज उनीहरूको पर्व रहेछ, यो क्रिस्चियनहरूको ठुलो पर्व रहेछ। त्यहाँ यसो बत्तीसत्तीमा क्यान्डल बाल्नलाई आएको होला सायद। त्यहाँ कहिले हँसायो कहिले रुवायो। यहाँभित्र यो गेट रहेछ, तलतिर पनि छ गेटहरू त टन्नै। पुरै च्यान गार्यो हो नि त यहाँतिर त सबै। कति धेरै रहेछ नि, मैले त उतातिर मात्र देखेको थियो भने। यहाँ पनि टन्नै रहेछ, यो जङ्गलभित्र सबै टन्नै छ, यतातिर टन्नै छ। यहाँ तल पनि रहेछ च्यानघारीहरू। उतातिर चाहिँ यो अङ्गुरको खेती रहेछ, अङ्गुर हो कि स्याउ, स्याउ रहेछ, स्याउको अरे स्याउको खेती गरे रहेछ। यसो घुम्दै जानु पर्यो तलतिर, त्यो स्याउ खेती हो कि के गरेको रहेछ त्यतातिर नि यसो घुमेर आउँछु। यहाँतिर सबै च्यानघारी। यहाँ त बन्द पो रहेछ गेट बन्द हुँदो रहेछ। बन्द रहेछ नि, जान नमिल्ने रहेछ। ठिकै छ। अब त रुममा जानु पर्यो। सुई च्याउ लाग्यो अब चाहिँ झ्याउ लाग्यो गाइस मलाई। भित्रको जङ्गल हेर्नु, आरु हो गाइस, आरु जङ्गलभरि आरु। उतापट्टिको त्यो आलु पोखरा कि के छ, त्यतिर अनार पनि रहेछ त्यहाँ मुनि भित्रभित्र। कुकुर रहेछ यहाँभित्र। ओहो, यहाँबाट त्रोडोस पुग्नलाई 15 किलोमिटर रहेछ। लिमासोल पुग्नलाई 49 किलोमिटर रहेछ। अनि निकोसिया जानलाई 73 किलोमिटर रहेछ यहाँबाट। यो बाटोबाट चाहिँ कहाँ पुग्ने रहेछ? मेरो साथीको गाडी यहाँ रहेछ पार्किङ गरेर आयो भनेपछि त्यसले कम्पनीको गाडी पनि यहीँतिर ल्याएर राख्यो होला। यहाँबाट चाहिँ कहाँ पुग्दो रहेछ हेर्नु पर्यो। मजा आयो गाइस। गाडी भनेको त्यहाँ त्यो गाडीतिरै गएको, उतापट्टिबाट आएको त। अनि त्यस्तो राम्रोसँग सजाएर राखेको हुन्छ। यस्तै छ हो, के गर्नु, होलिडे। यो
मुला सल्लाहहरू नै टन्न हुँदो रहेछ, धेरै हुँदो रहेछ यहाँतिर त सल्लाह थियो। यो सल्लाह, यो गेडा कति फलेको, यो गेडा यो के चिज रहेछ, मैले जहाँ पनि बाटोमा देखिरहेको हुन्छ यो यस्तो यस्तो गेडा फलेको हुन्छ। के हो यो कस्तो राम्रो खाउँ लाग्ने खालको पो हुन्छ त। के हो रुख यस्तो हुन्छ, अचम्म लाग्छ। यो त फुलको बोट हो। वाउ गाइज, कस्तो राम्रो फुलहरू हेर, फ्लावर रोज। भ्यालेन्टाइनमा म दिन्छु है तिमीहरूलाई। अङ्गुर छिर्नु पर्यो। वाउ कस्तो राम्रो गार्डन रहेछ। यो चर्च रहेछ, चर्च पुरानो चर्च रहेछ, ढुङ्गाले बनेको। वाउ यो केपेरुन्टाको पुरानो चर्च रहेछ, यो धेरै पुरानो। हेर्नु काठको ढुङ्गाको वाल छ, ढुङ्गाको गाह्रो लगाएको, माथि काठहरू हेर्नु धेरै वर्ष पुरानो रहेछ। ल यहाँ बस्ने ठाउँ छ है, यिनीहरू सिटहरू। ओहो वाउ, बस्नलाई ठाउँ रहेछ। कुन जमानाको घर होला यो, घर चर्च होला। यहाँतिर यो के रोजमेरी भन्ने धेरै हुँदो रहेछ नि, रोजमेरीको हो नि त यिनीहरू सबै। रोजमेरी बस्ने ठाउँ छ। म यहाँ एकछिन बस्छु। ल पुरानो चर्चमा आयो, हेर्न पाइयो, घुम्यो। अब भित्र जान पाइँदैन। अब बाहिर यो माथि झिङ्गटीले छाएको धेरै वर्ष पुरानो चर्च हो क्या अरे यो। कहिलेको हो त थाहा भएन, त्यहाँतिर काहीँ लेखेको होला कि सायद। एकछिन बस्छु, आराम गर्छु। केपेरुन्टाको धेरै पुरानो चर्चमा आयो। रमाइलो ठाउँ रहेछ एकदम, बस्नलाई ठाउँ। धेरै पुरानो चर्च रहेछ, सुनसान एकदम रमाइलो ठाउँ। वरिपरि एकदम राम्रो भ्यू देख्ने रहेछ। पारी डाँडा, उता डाँडा, यो चाहिँ बिचमा सानो डाँडा जस्तो रहेछ। अनि त्यहाँ चर्च रहेछ क्या। बब्बाल छ हौ। एकछिन बसियो, आनन्दले बिन्दासले बसियो। अब रुमतिर जानु पर्ला। वाउ चर्च बेल यहाँ छ, यो चर्च बेल घन्टी। ए हाम्रो नेपालको मन्दिरको घन्टी भन्छ नि, चर्च बेल घन्टी। यहाँबाट बजाउँछ यिनीहरूले, यो डोरीले टाङ 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 बजाउँछ। अब फर्केको यी चर्च हेर्नुहोस्, चर्च फर्केको। म रुममा जान्छु अब, भोक लाग्यो, साह्रै भोक लाग्यो। म बस्ने चाहिँ पारी हो, उता माथिपट्टि।
चाँडै पुग्छ। गाउँ रमाइलो छ। माथि डाँडाको चर्च हो, ठुलो चर्च छ त्यहाँ पनि। हिजो घुम्न गयो त्यहाँ चाहिँ। यतातिर क्याफेहरू छ, रेस्टुरेन्ट छ। यो चाहिँ खोइ के को अफिस होला, अफिस रहेछ। केपरन्टा आज होलिडे हो, यहाँको सबै मार्केटहरू बन्द हुन्छ, अफिसहरू सबै बन्द हुन्छ। यो मार्केट हो हाम्रो, हामी सामानहरू किन्नलाई यहाँ आउँछौँ। मार्केट हो क्याफेरिया। क्याफेरिया म चाहिँ यताबाट छिर्छु। यहाँ रेस्टुरेन्ट छ, त्यहाँ पनि बन्द रहेछ आज। मेरो एउटा साथी छ यहाँ, साथीको घर छ यहाँ। साथीको घर यहाँ साथी छ, अहिले बाहिर छैन रहेछ, नभए बोलाउँथ्यो। बोलाएर बोलाएकै गर्छ फेरि। गाइज म रुममा जाँदैछु। मेरो रुममा जाने बाटो यस्तो छ, बारी। खोइ के बारी भन्ने, घाँसै घाँस छ। बाटो चाहिँ यस्तो छ। यहाँ कुखुरा रहेछ, कुखुरा क्याक यसलाई। यस्तो छ यी घारी जङ्गल। मेरो रुममा जाने बाटो यहाँबाट सर्टकट जानला हो क्या, त्यही भएर बस्ने ठाउँ छ। यो ओखरको बोट, यो ओखरको बोट फलेको छ माथि माथि। यो चाहिँ के हो यी? तिमिला जस्तो, तिमिला भन्छ नेपालमा, त्यस्तो देख्छ। यसो फल हेर्दा, बोट हेर्दा, पात हेर्दाखेरि अर्कै देख्छ। यहाँ सोपहरू राम्रो रहेछ। म सर्टकट बाटो जानला हो घारीबाट। आरुको बोटहरू फलेको छ, आरु भर्खर फलेको छ। म यताबाट जान्छु सर्टकट बाटो। यस्तो घारी बिजोक रमाइलो छ। हावाले रुखै भाँचेछ यहाँ। लास्ट बाटो अड्क्यो। यो भट्टी हो, खोइ के हो, के चिज हो मलाई पनि थाहा छैन। यस्तो प्रत्येक घरहरूमा, प्रायः जस्तो घरहरूमा यस्तो हुँदो रहेछ भट्टी। सायद यो सुँगुर पोलेर खाने हो कि हो, यस्तो हुन्छ माथि। ल गाइज, मेरो घर आइपुग्यो। यस्तो छ रोड, यहीँ छ रोड हो यो।
यहाँ रोड हो यो म चाहिँ सर्टकट आएको भएर घर आइपुगेँ म साँचो कहाँ राख्यो फेरि खोकी पो लाग्यो किन खोकी लाग्यो ल गाइज फाइनली म आइपुग्यो बुद्ध नमस्ते कफी बनाएर खान्छु अब कफी बन्दैछ कफी बनाएर खान्छु